ग्रामस्थाने साथी संवत्सरण काल सिद्धार्थ नाम संवत्सरिकी श्री सूर्य रवि चन्द्रमसी अन्य शनि संकट अरिष्ट दोषमार्थ कायिक बाजिक मानसिक सांसारिक आज पूर्व सज्ञाना में देती दक्षिणे को यंत्र देवी हैदराबाद रानी आप जोड़ा ओम बाय टिप पासी में बाय के भाव छ या ओम उत्तरे तिमीहरु सर्भिस हुन्छ हुनु पर्दैन ओम देवी हैदराबाद रानी भनेको यन्त्र बाय देवी सिंगिर मध्ये परिमानी ओम भगवान बाय देवी बलवरण कलसाई नमः बाय देवी बलवरण कलसा पूजित दिशेमा सोच चढाइदेऊ बाय हरि ओम मनसा कामना छोड्देऊ आसनं समेमि ओम भौम शान्तमे नमः पाद्यं समेमि ओम भौम शान्तमे नमः अर्घ भएको तैचाउ अर्घम समेमि ओम भौम शान्तमे नमः आसमनिं दुई फेरि जा
सिरेटो छायाले भुल्यो घरको गोरेटो। बतासै चल्दा न्याउली नाचे बिरह घाम डुब्ने बेला हजुर नि नहुँदा कसो गरौँ नि। पानी पर्यो रिमी झिमी फुलमा पर्यो शीता। भाग्य भए हजुर नि मेरे नभए अमर गीत। यो साइनो मायाको छुट्दैन कहिले, आकाशमा जुन तारा चम्किरहन्छ जहिले। यो साइनो मायाको छुट्दैन कहिले, आकाशमा जुन तारा चम्किरहन्छ जहिले।
यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले माझी बिना डुङ्गाको छैन ठेगाना तिमी बिना के गर्नु मेरो जीवना ओ माझी बिना डुङ्गाको छैन ठेगाना तिमी बिना के गर्नु मेरो जीवना आजम्बरी माया यो कहिले छुट्दैन चोखो माया संसारमा कहिले झुक्दैन यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले डाँडा काँडा साक्षी हो हाम्रो मायाको साथी हो म जिन्दगी भर तिम्रो छायाको हो डाँडा काँडा साक्षी हो हाम्रो मायाको साथी हो म जिन्दगी भर तिम्रो छायाको दुःख सुख बाँडेर कसम खाउला दसो जुनी काट्ने माया साचौला यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले तिमी बिना चल्दैन मेरो संसार तिमीलाई नै साँचेको मेरो प्यार यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले यो साइनो मायाको छुट्दैन कहिले आकाशमा जुन तारा चम्किरहन्छ जहिले ला 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 ला
भनेकै पैसा दिने 30,000 यो 30 यो 30,000 भन्नुभएको 1,000 तपाईँ जति दिनुहुन्छ म त्यसमै हात थाप्ने भएँ त्यसको लागि मलाई केही पनि म यति दिनु भन्दिनँ तपाईँहरूले दिनु भएन त्यसमा होइन हजुरहरूले दिनु भएन मलाई दाइको हातले दाइको मनले जति दिन्छ भिनाजुको मनले दाइ नभएर भिनाजु भएछ भिनाजुको मनले मलाई कति दिनुहुन्छ कति हजार अर्को वर्ष आउने शर्तमा छोडे होइन अर्को वर्ष आउने शर्तमा साडीहरू सबै बाडी चुली खाऊ साडीहरू सबैजना बाडी चुली खाऊ
नगर नघात पराई घरमा जानु पर्ने हो छोरीको जात नगर नघात पराई घरमा जानु पर्ने हो छोरीको जात छोरीको घरमा जानै पर्ने अर्काको घरमा नगर नघात पराई घरमा जानु पर्ने हो छोरीको जात यस्तै रहेछ छोरीको घरमा जानै पर्ने अर्काको घरमा नगर नघात पराई घरमा जानु पर्ने हो छोरीको जात नगर नघात पराई घरमा जानु पर्ने हो छोरीको जात
अलिअलि थोरै थोरै लाउ न यानी गानी जब पानी जन्मान्तर गीतानि च तानि सर्वाणि नच्छन्तु पग छिड पदे पदे तीन फेरि भो ल त्यो दियोको पूजा श्रद्धे सहस्र कोटि युगधारिणे नमः ल अक्षता पाटीले रात जोड हरि ओम नमस्तुनन्ताय हरि ओम नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्दं वासुदेव नमस्तुते वासुनाम वासुदेवस्य वासुनाम भवन हुन्छ ल त्यो दाइले टिको त्यो दही लिएर आएको छैन हो टिको लाउने दही खुवाउने अनि गएर बाटो सिक्ने हरि ओम श्री सती लक्ष्मी जगत कन्या बृहस्पति जुठो चाहिँ खुवाउन पाइँदैन फेरि भोलि मात्रै खानु आज दाइलाई एउटा अनि
भिडियो लाग्यो त्यो नक्कली जुठो भिडियोमा भोलिको पछाडि अब सक्कली जुठो चाहिँ कसार खाएपछि मात्रै हुन्छ घिउ र कसार ढोकामा छेक्ने ल ल यता है त सिर यो जल टाउकोमा हाल उतापट्टि पनि अर्कोपट्टि पनि अर्कोले सिकाउँदै हुन्छ उहाँले भन्ने त्यो चाहिँ बाबुले भन्ने लौ त बाटो माग्नु पर्यो नि त बाटो छोड न त थोरै पछाडि ल्याउनु है 10 रुपियाँ थोरै पछाडि यहाँ बिग्रे भिडियो चोलो साडी मेरो दिदीहरूलाई सबै दिउँला भरि बुढीलाई बाटो छोडिदिउँला चोला पाइसक्यो होला दिने छोड्यो यो यस्तो यो रमाइलोको कुरा मात्रै त हो छोडिदियो भन्ने बित्तिकै तपाईँ पाउनु है मलाई भित्र जान्दिनँ फेरि सुइसु नपर्नु ढोका खुल्यो ढोका खुलिसक्यो ल दिदी बहिनीको चित्त बुझ्यो नि चित्त बुझ्यो केटी मान्छे छैन भने है तिम्रो चित्त बुझ्यो नि बुझ्यो ल म आएँ है त्यभित्र ए उसलाई फर्स्ट दिउँ न म खिच्ने मान्छे त आउनु पर्यो त म कहाँ त्यहाँ टेक्नु ला हो त नि गोप्रो चाहिँ थोरै भित्र ल्याउनु है मलाई यहाँ एकदमै डिस्टर्ब भइरहेछ देउरी भयो त्यो कान्छी गोप्रोले यहाँ डिस्टर्ब गर्यो भिडियो टेक्दो बत्तीमा टेक्दो दाहिनेमा त टेक्ने मैले त पर्दैन नि टेक्नु खै लक्ष्मीले प्रधानमा देख्ने त अब नाङ्लो पाथी ल पहिला पूजा लिएर जाने सुपारी वैवशतादिमनन्तरे अष्टविंशतितमे शतकतप्रान्ते महाकलियुगे कलियुगे प्रथमस्वर्गमुदिवे भारतवर्षे गोलोके समुदिवे अर्वतान्तर्गते हेमवल्कने नेपालके देशे सोमाचर बागमती गुज्जेकाली गोकर्णेश्वरादि पश्चिमे हिमाचल दक्षिणे गङ्गा इन्द्रावती चन्द्रावती बारावती मध्य महेश वासिष्ठ मैत्रावणी त्रिपुरा मार्गिन्दिराई शाखाई शाकुन्तर्गत शुक्र यजुर्वेदाध्याय तिम्रो नाम के रे तिम्रो मेरो दिल्ली प्रसाद होइन दिल्ली प्रसाद शर्मणु मम सपत्नी सबन्ध वर्गादि सपरिवारिको मम श्रुति मिति पुराण पूर्व दखलपातिका मध्य अद्य प्रात दिनेन ग्रह शान्ति कर्मणि निमित्त तद्दिनेन शुभ विभांग कर्मणि निमित्त आदौ दीप कलश गणेश पूजनम अहं करिष्ये पुष्पम पाति पुष्पम समर्पयामि ओम भगवान दीपनारायण नमः अक्षता पातिले राज्य हरि ओम नमः कमलनाभाय नमस्ते जलसायिने नमस्ते केशवानन्दं वासुदेव नमस्तुते वासुनां वासुदेवस्य वासुनां भुवनं त्रयं सर्ववासुनिभो तुलसी वासुदेव नमस्तुते नाथाय नमः कालीगण्डके नमः वज्रनाथाय नमः आदिलोकनाथाय नमः मैथिदेवाय नमः सर्वविदितोत्राय नमः नीलवाराय नमः भागभैरवाय नमः उग्रताराय नमः दक्षिणकालाय नमः सङ्कटाय नमः महाकालीभैरवाय नमः गुरजनाथाय नमः कङ्के बुद्धला बुद्धि चाहिँ होइन मिलाउन खोजे मात्रै अन्य कुरा सुन्छु भने चाहिँ अलिकति फरक हुन्छ है भाइ अब यहाँ गर्ने कुरा त मैले सिकाउनु पर्दैन जनै सुपारी पैसा सुपारी रहन्छ सुपारी हुनु पर्थ्यो मैले गुरुबाले भन्नु भएन त्यहाँ सुपारी दुईटा हाल्छु दलु लिप्नु सिकाएको हो यो कुरो चाहिँ मलाई एकदम डिस्टर्ब भइरहेछ अनि अब कसले भेट्ने अनि अलिक भित्र गाड्नुपर्छ त्यो माथि त भेटिहाल्छ नि
यो फोनै दिएन यो रम त्यो भाइले फोन मागेर ल्याउनु न नाङ्लोमा नाङ्लोमा खनाउने नाङ्लोमा नाङ्ला होइन भइमै हो 3 चोटी गर्नुपर्छ नाङ्ला होला नाङ्लैमा गर्ने हो कि 3 चोटी सबै नाङ्लोमा हाल्नु पहिला धान हो सबै नाङ्लामा हाल्ने अनि नाङ्लाबाटै घोप्टाउने हाल्ने गर्ने बत्ती गयो चाहिँदैन बुहारी भित्रेपछि अब त्यसै झलमल्ल त्यति झलमल्ल बुहारी ल अब त्यो ऊ नाङ्लोमाथि हाल्नु यसो गरेर झ्याप्पा छोपेर अनि त्यो दाहिनेपट्टिबाट गर्नु पर्ने हो कहिले भेटाउने सासूले भेटाउने ल घोप्टाउनु बत्ती आयो ल खै अब टिपाइ टिपेल खै बुहारी काम गरिरहेछ नि बुहारीले धेरै काम गर्नुहुन्छ रहेछ सम्झना च्याप्पा सामान खानुपर्छ भयो भयो ल अब ल त्यही भाँडामा हाल्नु अब धान हालेर भर्नु केही हुँदैन पर्छ बुहारीले धेरै काम गर्ने उनले काम गर्ने र खनाएर अनि कसले सबै एउटैमा हुनुपर्छ नि फेरि ल खनाउनु माथि हुन्छ एकचोटि मम्मीलाई जिताइदेऊ ल घोप्टाउनु ल अब त्यो छुट्टै राख्नु अनि धान भर्नु त्यो छुट्टै राख्नु अनि धान भर्नु त्यो भाँडाभरि अब भगारी लएर देखाउने बुहारीलाई त्यो जनै सुपारी पैसा चाहिँ दराजमा राख्ने राम्रोसँग सुरक्षित उहाँलाई त बाहुन बाजी भन्दा सब खालिन्छ ल अब नाङ्लो सुत्दै उचालेर कता लाने हो हो त्यो जनै सुपारी चाहिँ बुहारीले राख्ने त्यो राख्नु मम्मी छुट्टै सुरक्षित राख्नु छुट्टै निर्मली बुहारीले लिने हो त्यो होला होइन हो बुहारीले ढुकुटीमा साँचो ताल्दै आउने लान सकिन्छ बुहारी अगाडि जाने हो नि बिस्तारै बिस्तारै लडिएला है बिस्तारै हिँड्नु माथि बत्ती छ यहाँबाट लड यहाँ माथि राख्दै हुन्छ हो ती माथि राख्दिनु टुक्रुक नाङ्लो ती माथि राख्दै हुन्छ होला माथि लानै पर्छ नि बत्ती छ बत्ती छैन रे अब आइसक्यो रे साडीमा टेकीलाई ल सासु बुहारी यता हेरेर हाँस्नु त एकचोटि अङ्गालो मार्नु त सासु बुहारी ल भयो ल आउनु आमा ल टिका लगाइदिएर आमा टिका लगाइदिने पहिला हो त्यही भएर अब लाउनु पर्दैन खाना न शेर्पाला बुहारीले मात्रै छोरालाई गर्छ नि त विचार गर्छ कस्तो भएर आएछ आज मम्मी दिदी बनाए के तेरो के पनि छैन बुढाले बल्ल बल्ल मिला खोइ त भिनाजु कहाँ आयो त ल लगाइदिनु अब अहिले
मम्मी लाइन लाएर आउनु हजुर पैसा मात्रै आउँछ के हो यो यसो अहिले पार्टी थियो भने पार्टी पनि राखेको ससुराली जानुपर्छ अहिले पनि दसैँमा कति हुँदैछ मेमोरी फुल भयो एसडी कार्ड दुईटै फुल भयो त्यहाँ एसडी पनि थियो पालै पालो गर्न पाए हुन्थ्यो मेरो गोजी खाली छ खाना पर्दैन तिमीलाई छैन होइन रहेछ रक्त भर रहेछ नि अङ्गालो पनि त घर रहेछ नि माया रहेछ रक्त भर रहेछ नि
अङ्गालो पनि त घर रहेछ नि कहिले माया शीत झै कहिले घाम झै रहेछ र त डर रहेछ नि माया रहेछ र त भर रहेछ नि अङ्गालो पनि त घर रहेछ नि माया रहेछ र त भर रहेछ नि अङ्गालो पनि त घर रहेछ नि कहिले माया शीत झै कहिले घाम झै रहेछ र त डर रहेछ नि माया रहेछ र त भर रहेछ नि अङ्गालो पनि त घर रहेछ नि मधुरती तिमी आकाश भए पछि त छिते झल्किन्छ नि उज्यालो दिन ढलेपछि मात्र तारा चम्किन्छ नि धरती तिमी आकाश भएपछि त छिती छल्किन्छ नि उज्यालो दिन ढलेपछि बल्ल तारा चम्किन्छ नि कहिले माया खोला झै बग्दो रहेछ कहिले बगड्दैछ नि माया रहेछ र त भर रहेछ नि अङ्गालो पनि त घर रहेछ नि कहिले माया शीत झै कहिले घाम झै रहेछ र त डर रहेछ नि माया रहेछ र त भर रहेछ नि अङ्गालो पनि त घर रहेछ नि मिलेर गर्नु भनेर बच्चा जन्मिसकेपछि अगाडि नगए मजाले धो है निखारेर धो फेरि ल भयो भयो अब सुकाइदिनु ती सुकाइदिनु हुन्छ ती माथि ल त्यो पापाका नोट भएका ठाउँमा राख्नु भएको छ त्यो रोडको बिच अब भोलि तिनीहरूसँग माग्ने नि के चिन्ता पऱ्यो ल दुवैजनाले पूजा गर हरि ओम स्वस्ति न इन्द्रो वृखा सभा चन्दन चढाऊ अक्षता चढाऊ पाती चढाऊ अबिर चढाऊ ल हरि ओम स्वस्ति न इन्द्रो वृखा सभा स्वस्ति न पुखा विश्वदेवा स्वस्ति न तारिचो अरिष्ट नेमि स्वस्ति नो बृहस्पतिले ददातु त्यहाँको पाती झिकेर लाउ ल कपडा सहित होइन बुवा अब निउरे ढोगिनु पर्छ नानीले अहिले ढोगा न अनि पछि त्यो अर्को हो नि त्यो त गोडा धोएर चाहिने पैसा हो नि अहिले चाहिँ ढोगा हो ल त्योलाई उतापट्टि राख ल त्यो पनि राख्ने त्यही भित्र हालेर राख्नु पैसा बेला प्रयोग नगर्ने त्यो दराजमा राख्ने है त्यो चाहिँ साइडको लगनको हो पैसा चाहिँ खर्च गर्दा नि पाइयो त्यो कपडा चाहिँ गाँठो नपार नगर्ने त्यो चाहिँ राख्ने है त्यो प्राणासम तदामि त खावा आदि खाने त्यो ट्याक्कै टोक्न सकिन्छ ल घिउ घिउमा जो खाऊ न होइन खाइसकेपछि दिने हो खाइसकेपछि दिने हो खाइसकेपछि दिने हो कि खाइसकेपछि दिने हो मेन पैसा माग्ने चाहिँ खुट्टा अहिले खुट्टा धोएर गोडाको पानी खाने बेला खाइसकेपछि दिने हो ल खाऊ
नोट राखिदिनु नि है ए दिन न ल्याउनु सक्दैन कुरा रमिको दिके अर्को लियो ओम अस्तिचन सन्तदामी फेरि खाऊ अब 5 रुपियाँ देऊ न खाली हातै भयो पैसा त निकै पाउने भयो फेरि अर्को मामसतम सन्तदामी अहिले ह्याप्पी फेस बनाउनु है अर्को लियो 5 चोटि उहाँले गरे पैसा धेरै हाल्नु पर्यो ओम 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 तम सतम पञ्चतम तम तम सन्तदामी सन्तदामी आधी आधी पार्नुपर्छ अनि त्यति बाँडेर खाने भनेर सिकाएको त हो नि यो आधी खानु पर्यो नि ल अस्तिजन तदामी सन्तदामी जनवरी खाने चाहिँ के हो थाहा पाइयो होइन ल अब सुनेर पैसा दिदी घिउ र कथा गर्नु पर्यो ल त हाल पानी हाल न हो ल तल गोडामा पानी हाल भाइ तपाईको भिडियो ल बनाइदिनु त हरि ओम अपतगनागन्त सहस्रभानव शिरमा दिन फेरि शिरमा तीनमा नुहाउनु पर्छ त्यो गोडाको पानी हरि ओम हरि ओम अपतगनागन्त सहस्रभानव समेतर्मद पुनकामदेव अपतगनागन्त सहस्रभानव समेतर्मद पुनकामदेव नव पुनन्तु माते सहस्र योजनेन पदनानि तन्नमसि त्यसरी होइन यसरी खानुपर्छ यस्तो गरेर अरूले जस्तो त्यो अरक मान्छे हो र अरूले पो सर्केको खानु पर्यो हो पुरा हो हो के पुरा चाहिँ हो खाइ भने जस्तो गरेर ल यस्तो गरेछ हो यसरी खानुपर्छ पसरले खाने ट्याक्क हातमा यसरी पानी लिने टक्क खाने अनि त्यत्रो पानी भएको के काम थियो त्यो पछाडिपट्टि नबस्नु न ल ल त्यो गरेर न बिना भनेको त अहिले मैले खाएँ भने झन् घरमा रातो त्यसैबाट चाहिँ बनाएको भिडियो चाहिँ बनाएको ए ढोक्दै बाबा अब चाहिँ पैसा माग्ने अब चाहिँ पैसा माग्ने ल यतापट्टि आएर बस त बाबु यहाँ आएर बस अब चाहिँ ढोक्दा पैसा माग्ने ल 10 हजार पैसा छैन बैङ्क जानुपर्छ क्युआर गर्दै नि हुन्छ ल क्युआर गर्दै नि हुन्छ ल बस बसेरै हेरौ होइन तिमी बस न तपाईँ नि बस्नु न ल ढोक्दिनु तर यता ठ्याक्कै छेक्थ्यो पैसा राखेर ढोगिदिनु पर्यो नि हो नि होइन बुहारीले निउरिने पैसा म बोलिहाल्थेँ न्यून न त्यो यसो हात हो ल दाहिने हातमा राखिदियो बाबु भयो भनेपछि अनि हो भुइँमा राख्नु के नानी भुइँमा राख्नु त पैसा हेर्नु पर्यो नि हो अनि फेरि माग्नु हेर्न मिल्दैन होला मिल्छ भुइँमा राख्दै अब चाहिँ पैसा माग्ने दिन आइयो 1000 3000 5000
अहिले त खुद्रा पैसा चाहिन्छ भयो पैसा सिद्धियो अनि वाइन घेर्ने भयो होला अब त दुईटा भयो गनेकै छ कि ल तिमीले शिरमा हात राखिदिनुपर्छ हो ल ल यो फेरि हात धौ त हात धौ नानी तिमीले ओम तत्सत् हरि ओम तत्सत् ओम तत्सत् ओम तत्सत् ओम विष्णु 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 गुरुक्त संकल्प शास्त्रमा सादामा सुतमेमा से सावरात चन्द्र सरय ढौ आश्विन पदमासे कृष्ण शुक्ल पक्षे शुक्ल भौम 12 सर संयुक्तायाम शुभ पुण्य तिथौ द्वितीयाम परिपूर्ण तिथि यथा तिथि नक्षत्र 12 नग्न पड मृताने तिथौ मध्ये कन्या राशि विदेशी सन्नम त्यो टमरी कस्तो मेरा आधा दिला हरि ओम नमो गोप्य श्रीमती सौर्य छु अक्षता सेतो चाहिँ नत्र होइन हरि ओम दुनु दुवैजना छौ ल हरि ओम तत्सत् ओम तत्सत् ओम तत्सत् ओम विष्णु ओम विष्णु 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 सुबोधिताय पुरोहिताय ज्ञान कविता नाम संग्रह देकै तत्सन्नमा त्यही दुनामा हाल्दौ दुनामा लाज जोडा पाटिले कपिले सर्वदेवानां पूजनीय श्रेणी धेनु रूपसा देवी मम पाप विपदु नमस्कार गरेर तिनै दुनामा चढाइदेऊ भुइँको पैसालाई जल चढाउ चन्द्र तत्सत् हरि ओम तत्सत् ओम तत्सत् ओम तत्सत् विष्णु गुरुक्त संग्रह शास्त्रवाद्य कौटिन्य कौटिन्य बसित वाष्ट मैत्रावृत्ति चित्रवानार्थ धिराय साखाय साकुंत्र सुप्रे विराध्याय मध्यः देहं प्रातदिनेन शुभ विवाह कर्मणि निमित्त कर्मणि निमित्त कर्तव्येन शिवा पूजन कर्मणि निमित्त गादौ कलश गणेश पूजन कर्मणि निमित्त हिरण्यं मग्निदेव सर्वं तन्मूल्य अकल्पितं द्रव्यं नाना नाम गोत्राय नाना नाम सर्वणि कन्या अक्षता पातिले राज्य यस्य मृतं च नमो यज्ञ तपो यज्ञ याति गुणिन संपदातो सत्य बन्दे तम ओम अच्युताय नमः तीन फेरि ढोदेऊ लौ त तिमी दुवै जना ओम अच्युताय नमः ओम अच्युताय नमः ओम अच्युताय नमः अविनाश होइन त्यो ओम अच्युताय नमः ओम ब्राह्मण वचनान्तरि गरेर वास्तु अस्तु नमस्कार गर्देऊ ल पूजा साधन धेरै छ पहिला कायले ब्राह्मण पूजा आकाशत्वैतं त्वयि निधागति सागर सर्वदेव नमस्कारं केशवं सन्तु गुणा सन्तु मनोरथ शत्रूणां बुद्धिनां साय शत्रूणां मदयो भवेत् अभ्यादिनि शरीरेण मनीषा चणादिनं पुनर्नति शरदं सतं मनोरथ शत्रूणां बुद्धिनां साय शत्रूणां मदयो भवेत् अभ्यादिनि शरीरेण मनीषा चणादिनं पुनर्नतिमानास सञ्जीवं शरदं सतं सबैजना आउने होला सानीमाहरू आउनु आउनु बसेर पूजा गर्नु न क्यामेराले भेटेन यो त नमुख्या भयो नि